गणेशाय नमः। श्री सरस्वती नमः। श्री सुस्तानी परमेश्वरे नमः। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तैर्वेदैः साङ्गपदकर्मोपनिषदैर्गायन्त्यं सामगाः ध्यानावस्थि तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यां तं न विदुः देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जौलपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला परिविलसन्मुक्तावलिशोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षे मालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्ये माता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयति गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामि ततेजसे यस्य प्रसादक्षयामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टाङ्गनमनं कृत्वा सुस्थानीं परमेश्वरीं कथां सुरूपमा देव्यः श्रुतभीष्टफलं लभेत्। श्रीसुस्थानी परमेश्वरे नमो नमः। श्री गणेशाय नमः। अथ षष्ठोऽध्याय। कुमारयज्ञ गर्नुहुन्छ हे अगस्त्य मुनि। यसलाई हिसाबसँग मैले त्रिपुर दहा सुनाएँ। अब के सुन्ने इच्छा छ आज्ञा होस्। अगस्त्य मुनि विनती गर्नुहुन्छ हे कुमारजी, दक्ष प्रजापतिका 33 कोटी कन्या 33 कोटी देवताले विवाह गरे। सतीदेवी श्री विष्णुका छलले शिवजीलाई पाई कैलाश लगे। त्यहाँ पछि के भयो सब सुनाइ बक्सियो। कुमार यज्ञ गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यहाँपछि एक दिन दक्ष प्रजापतिले आफ्नो स्त्री बिरडीसँग कुरा गर्न लागे। हे स्त्री बिरडी, हामीले अश्वमेध यज्ञ गर्न चिताएको धेरै काल भयो। अब अश्वमेध यज्ञ गरौँ, सामग्री तयार गर। महादेव र सतीदेवी बाहेक अरू छोरी र ज्वाइँ ब्रह्मा विष्णु प्रभृति देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा 10 दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ। यति आफ्ना स्वामी दक्ष प्रजापतिले भनेको सुनि बिरडीले सम्पूर्ण सामग्री तयार गरिन्। महादेव र सतीदेवी बाहेक सबै छोरी ज्वाइँ ब्रह्मा विष्णु प्रभृति देवी देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा र 10 दिक्पाललाई निमन्त्रणा गर्न पठाइन् र दक्ष प्रजापतिका सबै छोरी ज्वाइँ देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग र अप्सराहरू नाना वस्त्र अलङ्कार पहिरी यज्ञमा होम नभनी मणि माणिक्य नाना दिव्य लिई दक्ष प्रजापतिका घर गई। दक्ष प्रजापतिले सबसित शिष्टाचार गरी सुदिनमा अश्वमेध यज्ञ आरम्भ गरे। कस्तो यज्ञ भने जस्तै नन्दी मृङ्गी चतुष्टी योगिनी भूत प्रेत पिशाचादि पर्थ गणेशले सङ्ग भई जस्ता शोभायमान देखिन्छन्, त्यस्तै 33 कोटी छोरी 33 कोटी ज्वाइँ ब्रह्मा विष्णु प्रभृति देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा आई मणि माणिक रत्न नाना वस्त्र अलङ्कार पहिरी नाच गीत वाद्य गरी मङ्गलका निमित्तको पूर्ण कलशले सहित यज्ञ गर्दा शोभायमान देखियो। यस्ता तरले आनन्दपूर्वक यज्ञ गरिरहँदा नारद ऋषिले को आएनन् भनी यज्ञदेखि उठी यताउति हेरी हिँड्न लागे। दक्ष प्रजापतिका 33 कोटी कन्या ब्रह्मा विष्णु प्रभृति 33 कोटी देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा सबैलाई देखे, तर महादेव र सतीदेवीलाई देखेनन् र बिना महादेवले दक्ष प्रजापतिको के कसो गरी होला निम्ता गर्न बिर्सेकी के हो, यो के हेतु हो विचार गरी हेरौँ भनी तत्काल त्यहाँदेखि अन्तर्ध्यान भई कैलाश पर्वतमा गई। त्यसबेला महादेवले सतीदेवीलाई हे प्रिय, आज हामी 2 जुवा खेलौँ आऊ भनेर सतीदेवीले हवस् भनी पासा ल्याई 2 जुवा खेल्न लागे। खेल्दा सतीदेवीले जितिन् र महादेवलाई गिज्याउन थालिन्। शिव रिसाई झोली थापे, त्यो पनि जितिन्। फेरि नागरूपी गहना थापे, त्यो पनि जितिन्। त्यस्तै बेलामा दक्ष प्रजापतिको निम्तोमा जान देवताहरू विमानमा चढी खेल्दै जान्थे। तिनलाई सतीदेवीले देखि महादेवसँग बिन्ती गरिन्, ती आउनेहरू को हुन आज्ञा गर्नुहोस्। तब महादेवले तिमीलाई के धन्दा पर्यो, आफ्नो चाहिँदो धन्दा गर भनी महादेवले आज्ञा गर्दा सतीदेवीले मनमा चिन्तन गरी बाथित्र हेरिरहन्। महादेवले हाँसी फेरि मुकुट थापे, त्यो पनि जितिन्। यस्ता तरले धेरै बाजी हार्दा केही भन्न नसकी महादेव हाँसी मात्र रहे। त्यसपछि सतीदेवीले बिन्ती गरिन्, अब तपाईँको वस्तु सबै जितिसके, अब के थाप्नुहुन्छ थाप्नुहोस्। तब महादेवले अब मेरो अङ्ग थाप्छु भनी आज्ञा गरे। तब सतीदेवी बिन्ती गर्छन्, हे प्रभु, तपाईँको अङ्ग त अघि पनि पछि पनि मेरै हो, मैले हारेँ भने हजुरको अङ्गको सट्टा कुन कुरा चढाउला, त्यो ब्रह्माण्ड संसारमा त हजुरको शरीरको सट्टा दिन माफिकको अर्को वस्तु छैन। फेरि हजुरको अङ्ग जुवा खेली जिती मेरो गराउनु पर्दैन। जुन दिन मेरा बाबा मातारीले हजुरको हातमा तिलकुश समेत राखी कन्यादान दिए थियो, उसी दिनदेखि हजुरको अङ्ग मेरो अङ्ग हजुरको भइसक्यो भनी खेली जित्नु पर्दैन। हजुरको शरीर मेरो हजुरको यसमा केही फरक पर्दैन, हजुरको अङ्ग थापिदिनु पर्दैन। ती सतीदेवीले बिन्ती गर्दा महादेव अति खुसी भई, धन्य तिमी भनी जुवा खेलिसकी दुवै स्त्री पुरुष मिठा मिठा वार्ता गरी सुखतीर्थ कैलाशमा रहेका थिए। त्यसै बेलामा नारद ऋषि पुगेर श्री महादेव र सतीदेवी दुवै चरणमा साष्टाङ्ग दण्डवत गरी अञ्जली बाँधी खडा भइरहे। श्री महादेवको हस्ता भने जटाको मुकुट
बनाई बाघको छालाको पटुका बाँधी हात्तीको छाला ओढी शरीरमा भस्म लेपन गरी ठाउँ ठाउँमा सर्पका गहना लगाई नरमुण्डल माला गलामा लगाई सतीदेवीलाई काखमा लिई कोटी सूर्यको जस्तो तेजले गरी जल्यमान भई नन्दी भृङ्गी भूत प्रेत डाहिनी बोक्सी द्वारमा राखी विराजमान भइरहेका यस्ता महादेवलाई नारदले देखी मनमा अति हर्ष भई बारम्बार चरणमा दण्डवत गर्दा भए यस्ता तरले नारद ऋषिले भक्ति गरेको देखि महादेव मनमा आनन्द गरी खुसीले गदगद भई हाँसिकन आज्ञा गरे, हे मुनि तिमी देखि मेरो मन अति आनन्द भयो, वर माग। यति महादेवको आज्ञा भयो र नारदले केही भन्न नसकी खडा भइरहे। फेरि श्री महादेवले के कारण यहाँ आयो भन भनी आज्ञा भएको सुनि नारदले बिन्ती गरे, हे प्रभु अरू थोक के मागौँ, सदाकाल हजुरको जप ध्यानमा मेरो चित्त लागोस्। हे परब्रह्म म यहाँको कारण बिन्ती गर्छु, सुन्नुहोस्। दक्ष प्रजापतिले अश्वमेघ यज्ञ गर्दा 16 स्वर्ग मर्त्य र पाताल तिनै भुवनका स्त्री पुरुष सहित देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य दानव वशिष्ठ प्रवृत्ति ऋषि नाग अष्टवसु र 10 दिक्पाल ब्रह्मा विष्णु सहितका सबै स्त्री पुरुष यज्ञमा आएका थिए। मैले त्यो यज्ञशालामा प्रदक्षिणा गरी हेर्दा तपाईँ दुवैलाई देखिन र अरू देवता सबैले आफ्ना आफ्ना अङ्गसँग बसी खाई पिई खुसीले रहेका छन्। यज्ञको भोक्ता कर्ता तपाईँलाई किन डाकेनन् भनी मेरो मनमा विस्मय भयो। यति कुरा भित्ति गरौँ भनी आएको छु। हे गौरी शङ्कर, यसको अर्थ के हो बुझ्न सकिन। यति नारद मुनिले बिन्ती गरेको सुनि सतीदेवीले अति अपमान मानेन्द्र त्रिलोकीनाथ श्री महादेवसित बिन्ती गरिन्, हे प्रभु, हे जगदीश्वर नारायण प्रभृति 33 कोटी देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा फेरि मेरा बहिनीहरू 10 दिक्पाल सबैजना डाक्दा हामी देवीलाई किन डाकेनन्। सतीदेवीले मनमा अति विलाप गरी आँखाबाट आँसु चुहाई अति दुःख मानिरहन्। यस्ता तरसँग सतीदेवीले विलाप गर्दा महादेव आज्ञा गर्छन्, हे प्रिय दुःख नमान, किनभने त नरुचाएकी छोरी म मन नपरेको ज्वाइँ डाकेनन् त जान दे। त्यस कुरामा तैँले अपमान मान्नु पर्दैन, तेरो म छँदैछु, त्यसका यज्ञमा गई के पाउनु छ, नगई पनि के होला। यति भनी शिवले बुझाउँदा पनि नमानी, हे स्वामी त्यसो आज्ञा नगर्नुहोस्, मलाई यज्ञ हेर्न साह्रै इच्छा लागेको छ। आज्ञा भए नारदसँगै गई एकपल्ट हेरी आउँछु भनी दुवै बहुतै ढिपी गरी महादेवको पाउमा परिन्। तब महादेवले भने, हे प्रिय त्यस्तो हट नगर, किनभने विशेष तिमी आफ्नो मनमा रहे कि त्यहाँ गएपछि अपमान होला, जाने काम नगर। महादेवले अनेक तरहसँग बुझाउँदा पनि नमानी सतीदेवी कैलाशबाट नारदसँग आई दक्ष प्रजापतिका यज्ञ गरेको ठाउँमा पुगी आफ्ना पिता दक्ष प्रजापति र माता बिरणीका चरणमा ढोक्दा बहुतै चित्त दुखाई आँखादेखि आँसु खसाली मङ्गल वचन बोलिन्, हे पिता, हे माता, तपाईँको यत्र यज्ञमा मलाई किन खबर दिनु भएन। म तपाईँकी छोरी होइन, मैले के बिराए, मेरा स्वामीले तपाईँहरूको के अपराध के विराम गर्नुभयो भन्नुहोस्। विष्णु प्रभृति 33 कोटी देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा दिक्पालका स्त्री पुरुष सहित सबै डाकिए, हामी दुईजनालाई मात्र किन डाक्नु भएन। फेरि यज्ञको कर्ता महादेव नभई तपाईँको यज्ञ कसो गरी पूर्ण होला। अरूले हुँदैन, यज्ञको फल दिने पनि उहाँ होइबक्सन्छ, देवताका नायक पनि उहाँ होइबक्सन्छ, फेरि सृष्टि स्थिति संहार गर्ने पनि उहाँ होइबक्सन्छ। हे पिता, महादेव नभए यज्ञ गरेको धर्म हुँदैन। हे पिता, यज्ञकर्ता नभएको अशुद्ध यज्ञ किन गर्नुभयो। यसले तपाईँको जय हुने छैन, श्री महादेवलाई डाक्न पठाउनुहोस्, त्यसपछि तपाईँको यज्ञ पूर्ण होला, फल मिल्ला। हे पिता, शङ्करलाई अशङ्कर गरी तपाईँले गर्नुभएको यज्ञ शङ्कर नभइकन हुने हो कि क्या हो। ब्रह्माण्डमा 2 शङ्कर भए सो आज्ञा गर्नुहोस्। महादेव र मलाई नडाकेको कारण के हो। हे बाबा, सब वृत्तान्त आज्ञा गर्नुहोस्। सतीदेवीले भन्दा दक्ष प्रजापतिले भने, हे पुत्री सतीदेवी, त दुःख नमान, किनभने तेरो पुरुष बोला महादेव यो यज्ञमा राख्न योग्य छैन, किनभने 33 कोटी देवता दैत्य अप्सरा नाग सकलका स्त्री पुरुष सहित अनेक रत्नमाणी माडिकेका गहना लगाई श्रीखण्ड लेपन गरी नाना मङ्गल जात्रा गरी गन्धर्वले गीत गाउने अप्सराले नाच्ने यस्तो ठाउँमा घिन लाग्दा महादेव कसो गरी डाकौँ। हे पुत्री, तेरो स्वामी के ढङ्गको छ र खरानी घसी बाघको छाला कमरमा बाँधे हात्तीको छाला ओढी 20 भाग धतुरो खाई राता राता आँखा गरी जसो मन पर्यो उसो नाची जटाको मुकुट बाँधी सर्पको गहना लगाई मुण्ड माला लगाई दाहिने हातले डमरू बजाई बायाँ हातले त्रिशूल समाती भूत प्रेत पिशाच अघि पछि राखी दिगम्बर मतवाला झैँ पाउ पनि जहाँ मन लाग्यो त्यहाँ राखी लाज नमानी हिँड्ने यस्तो छ। यहाँ अनेक स्त्री देव कन्या इच्छे कन्या गन्धर्व कन्या नाग कन्या फेरि तेरा बहिनीहरू र 33 कोटी देवताले युक्त भएको पवित्र ठाउँमा कसो गरी त्यस्तो देख्दैमा अशोभ घिनलाग्दो दिगम्बर महादेवलाई डाकु। हे पुत्री सतीदेवी, यस निमित्त डाक्न नपठाएको हो, तँलाई मात्र डाकु भने ऊ समेत आउला भनी तँलाई समेत नडाकेको हो। त दुःख नमान हे पुत्री, तैँले मेरो सेवा पनि गरेकी थिइस्, अपराध पनि केही गरेकी छैनस्, तेरो स्वामी त्यस्तै हुनाले तँलाई नडाकेको हो।
फेरि तैँले सृष्टि स्थिति संहार गर्ने महादेव हुन्, यज्ञको भक्ति फल दिने पनि उनै हुन् भनिस्। त्यस्तो होइन, त्यो त बौला मात्र हो। यज्ञकर्ता नारायण हुन्, सृष्टि गर्ने चतुर्भुज ब्रह्मा हुन्, स्थिति संहार गर्ने नारायण महाविष्णु हुन्। त्यो महादेव कहाँको देवता हो? त्यसलाई नढाकी यज्ञ कसो गरी अशुद्ध होला? तेरो स्वामी महादेव जस्तो भए पनि म ढाक्ने छैन, त्यसले मेरो यज्ञमा के भर देला? त्यो नभई किन मेरो यज्ञ पूर्ण हुँदैन? 33 कोटी देवता ब्रह्मा विष्णु जस्ता आएका छन्। यसरी दक्ष प्रजापतिले आफ्ना स्वामी जगदीश्वरलाई क्षुद्र वचन गरेको सुनि सती देवीले सहन नसकी राता राता आँखा पारी नाग झैँ निश्वास गरी सुस्केर हाली धारा किटी रिसले उठिन् र भूमिमा लात्ताले हानिन्। यज्ञमा हेरी आफ्ना स्वामीलाई नाना तरहको निन्दा गाली गरेको सम्झी चित्तले सहन नसकी बहुत दुःख मानी आफ्नो छातीमा मुड्कीले हानी हे शिव शिव भनी महादेवको नाम उच्चारण गरी यज्ञकुण्डमा हाम फाली प्राण छाडिन् र हिमालय पर्वतकी स्त्री मेनकाका गर्भमा बास लिइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ मात्मे कुमार अगस्त्य संवादे श्रीसुतानि परमेश्वरे व्रतकथायां सती देवी यज्ञ प्रवेशो नाम षष्ठोऽध्याय। ओम उपनयतु मंगलव सकल जगन मंगलालयः श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवीक्षणः श्रीकृष्णः काले वर्षन्तु पर्जन्य पृथ्वी शशिशालिनी देशोऽयं क्षोभ्यरहितो ब्राह्मणः सन्तु निर्भयः अपुत्र पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सदनः सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचिदोदार कथा प्रसङ्गः। या कुन्ते तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणवरद पण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर पर्वती देवै सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेष जाड्यापहा। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा निशिते प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत्सर्वं सोऽस्तानिं परमेश्वरीम्।